सुरु गरौँ। सुरु गरौँ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा उपस्थित आदरणीय पार्टीका नेता साथीहरू, यहाँ उपस्थित सबै आदरणीय पत्रकार साथीहरू, भाद्र 23 र 24 गतेको घटनाका बारेमा छानबिन गर्नका लागि गठित जाँचबुझ आयोग भाद्र 23 र 24 गतेको घटनाको जाँचबुझ आयोग 2082 ले मलाई 23 र 24 गतेको घटनाका बारेमा जानकारी दिनका लागि पत्राचार गरेको थियो। मैले उक्त पत्र यही 9 गते प्राप्त गरेको थिएँ र आज म आयोगमा उपस्थित भएर उहाँहरूका जिज्ञासा प्रश्न र उहाँहरूले नै भन्नुभएको थियो तपाईको आफ्नो धारणा र यो घटनाका बारेमा विचारहरू प्रस्तुत गर्नुहोला भनेर र मैले आफ्ना धारणाहरू, जानकारीहरू, विचारहरू प्रस्तुत गरेर आएको छु र मैले आयोगका सम्मानित अध्यक्षजीलाई सम्बोधन गरेर लिखित रूपमा नै आफ्नो धारणा पनि प्रस्तुत गरेको छु, जसमा उहाँहरूले राख्नुभएका जिज्ञासा प्रश्नहरू पनि सबै समेटिएकै छन् त्यो मेरो धारणामा, दृष्टिकोणमा, र थप उहाँले राख्नुभएको प्रश्न र जिज्ञासाहरूका पनि जवाब दिने काम भएको छ। खास गरेर लोकतन्त्रमा जवाबदेहिता एउटा महत्त्वपूर्ण विषय हो र हामी सार्वजनिक पदमा अथवा शासकीय पदमा, राज्यका राजकीय पदमा बसेका मानिसहरूले कुनै पनि प्रश्न उठ्यो भने त्यो प्रश्नको जवाब दिनुपर्छ। यो लोकतन्त्रको एउटा आधारभूत मान्यता भएको हुनाले र भाद्र 23 र 24 गतेका विषयमा पनि निकै प्रश्नहरू, जिज्ञासाहरू, विषयहरू उठेका हुनाले तत्कालीन अवस्थामा म नेपाल सरकारको गृहमन्त्रीका हैसियतले जिम्मेवारीमा रहेको हुनाले लोकतान्त्रिक मूल्य र मान्यतालाई आधार बनाएर जवाब दिनुपर्छ। किनभने लोकतन्त्र भनेको प्रश्न सोध्न पाउने पद्धति हो, प्रश्न उठ्यो भने त्यसको जवाब दिनुपर्छ भन्ने मान्यताका साथ र म बाल्यकालदेखि नै नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यतामा दीक्षित भएको नेपाली कांग्रेसको कार्यकर्ताका हैसियतले र लोकतान्त्रिक मूल्यहरूमा मेरो विश्वास अडिग रूपले रहेको हुनाले मैले आयोगमा गएर आफ्ना धारणाहरू राखेको छु। मूलतः मैले निवेदन गर्न चाहन्छु, भाद्र 23 र 24 गतेका दिनमा नेपाल र नेपालीलाई मर्माहित गर्ने गरेर अकल्पनीय घटना भएको छ।
र यो घटनामा युवा पुस्ताका जेनजी समूहका भाइ बहिनीहरूले उहाँहरूले जुन माग राख्नु भएको थियो त्यो मागहरू जायज थिए, जायज छन्, सान्दर्भिक छन्, महत्त्वपूर्ण थिए र छन्। खास गरेर भ्रष्टाचार नियन्त्रण, सुशासनको ग्यारेन्टी र तत्काल सामाजिक सञ्जालमा गरिएको नियन्त्रणलाई फुकुवा गर्ने मुख्य माग राखेर उहाँहरूले प्रदर्शन गर्नुभएको थियो। जुन उहाँहरूको मात्रै माग होइन, मलाई लाग्छ सबै नेपाली जनमानसको भावना त्यसमा समेटिएको थियो र जनभावना अनुसार नै ती मागहरू राखिएका थिए। ती मागहरू जायज थिए भन्ने म यो आग्रह गर्न चाहन्छु। प्रदर्शन शान्तिपूर्ण हुने कुरा उहाँहरूले भन्नुभएको थियो। युवा पुस्ताका जेनजीका भाइ बहिनीहरूले प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्ने नै उहाँहरूको मान्यता थियो। तथापि अत्यन्त दुःखद, नेपाललाई नै नेपालीलाई नै मर्माहित गर्ने गरेर हृदय विदारक घटना भए। त्यसकारण म सबैभन्दा पहिला 23-24 को प्रदर्शनमा ज्यान गुमाउनु हुने सबैका प्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। पीडित परिवार जो शोकमा हुनुहुन्छ, शोकाकुल परिवारका प्रति म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। धेरै मानिसहरू घाइते हुनुभयो, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि म गर्न चाहन्छु। र मैले अघि नै भनिसके ती मागहरू जायज थिए र ती मागहरूलाई पुरा गर्नुपर्छ र तत्काल सरकारले पनि तत्कालीन अवस्थामा ती कामहरू गरिराखेकै अवस्था थियो। म यति मात्रै आग्रह गर्न चाहन्छु। भएको के थियो त भन्दा जेनजी समूहले भदौ 23 गतेका दिनमा प्रदर्शन गर्दैछ भन्ने कुरा मलाई सुरक्षा निकाय र गृह प्रशासनबाट जानकारी प्राप्त भएको थियो र त्यो जानकारी प्राप्त भइसकेपछि मैले 22 गतेका दिन साँझ 6 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाए। 22 गते साँझ 6 बजे त्यो बैठक गृहमन्त्रीकै अध्यक्षतामा हुन्छ। त्यसमा गृह सचिव, रक्षा सचिव, नेपाली सेनाको उच्च पदस्थ पदाधिकारी, नेपाल प्रहरीको महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक, गृह मन्त्रालयको शान्ति समन्वय महाशाखा हेर्ने प्रमुख सहसचिव, त्यसको सदस्य रहने व्यवस्था छ। त्यसका सँगसँगै त्यो दिनको बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी पनि त्यो बैठकमा हुनुहुन्थ्यो। केन्द्रीय सुरक्षा समितिको बैठक 22 गतेको साँझ 6 बजे डाकिएको थियो। त्यो बैठकमा छलफल हुनुभन्दा पहिला नेपाल दूरसञ्चार प्राधिकरणको प्रमुख र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको पनि हामीले अधिकारीलाई आमन्त्रित गरेका थियौँ र सहसचिव आउनुभएको थियो। पहिले सामाजिक सञ्जालका बारेमा नेपाल दूरसञ्चार प्राधिकरणका र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अधिकारीहरूसँग छलफल गरियो, बुझ्ने काम भयो र त्यसपछि लगत्तै हामीले केन्द्रीय सुरक्षा समितिको बैठक गऱ्यौँ। केन्द्रीय सुरक्षा समितिको बैठकमा 23 गतेको प्रदर्शनका बारेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अघि मैले भन्न छुटाए राष्ट्रिय अनुसन्धान विभागको पनि प्रमुख चिफ, त्यसको सदस्य हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र
राष्ट्रिय अनुसन्धानको प्रमुखले सूचनाहरू बैठकमा दिनुभयो प्रदर्शनका बारेमा, 23 गतेको प्रदर्शनका बारेमा। र सूचनाहरू सङ्कलन भइसकेपछि, प्राप्त भइसकेपछि त्यहाँ सूचनाहरूको विश्लेषण भयो र त्यो बैठक 2-3वटा कुरा मैले त्यो बैठकमा भनेको छु र त्यो बैठक सबै सुरक्षा निकायहरूले आपसमा समन्वय गरेर शान्ति सुरक्षाको उचित प्रबन्ध गर्ने भन्ने निष्कर्षका साथ त्यो बैठक सकियो। र बैठकमा प्रदर्शन शान्तिपूर्ण हुने नै कुरा सबैतर्फबाट सूचनाहरू आए। प्रदर्शन शान्तिपूर्ण हुन्छ, उहाँहरूले हामी कुनै पनि अशान्ति गर्दैनौँ भन्नुभएको छ, आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन गर्नुहुन्छ भन्ने नै बैठकमा विषयवस्तु आयो र सबै सुरक्षा निकायहरूका बीचमा समन्वय गरेर शान्ति सुरक्षाको उचित प्रबन्ध गर्ने भन्ने कुरा बैठकको निष्कर्ष रह्यो। र मैले 2-3वटा कुरा त्यो बैठकमा भने। पहिलो कुरा, क्याजुअल्टी नहोस्, हताहतीको स्थिति नहोस्, कोही पनि मान्छे मर्ने अवस्था नबनोस् भनेर मैले त्यो बैठकमा भनेको छु। त्यो एउटा कुरा। अर्को कुरा, आपसमा समन्वय गरेर राम्रोसँग सुरक्षाको व्यवस्था प्रबन्ध गर्नु होला भनेर मैले भनेको छु। अर्को कुरा, यो कुनै राजनीतिक दलको, कुनै निश्चित कुनै सङ्गठन संस्थाको आयोजनामा भइराखेको प्रदर्शन नभएको हुनाले यो नेतृत्वविहीन हुन सक्छ, यसमा घुसपैठ हुन सक्छ र यसमा तपाईहरू चाहिँ त ख्याल गर्नु होला र खास गरेर चाहिँ त क्याजुअल्टी नहुने स्थिति तपाईहरू बनाउनु होला भनेर पनि त्यो बैठकमा मैले भनेको छु। र त्यो बैठकमा अशान्ति हुने, हिंसात्मक घटनाहरू हुने, बल प्रयोग गर्नुपर्ने कुनै खालका निर्णयहरू भएको छैन। त्यस्ता खालका कुनै योजनाहरू पनि बनाएको छैन, बनाउने अवस्था पनि भएन। मैले निवेदन गरिसकेँ, मैले 3वटा कुरा भनेको छु। मैले अहिले आयोगमा प्रस्तुत गरेको दस्तावेजमा पनि ती कुराहरू उल्लेख भएका छन् र अहिले एकछिनपछि यहाँहरू साथीहरूलाई त्यो मैले आयोगमा आज जुन धारणा, जुन दस्तावेज मैले प्रस्तुत गरेको छु त्यसको कपी हजुरहरू सबैलाई यसपछि तत्काल उपलब्ध हुनेछ। त्यसबाट हजुरहरूले विस्तृतमा विषयवस्तुहरू लिनुहुनेछ, पाउनुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छु। केन्द्रीय सुरक्षा समितिको त्यो बैठक सकिसकेपछि, त्यो बैठक गर्नुभन्दा पहिला नै मलाई लागेको थियो सरकार प्रमुख प्रधानमन्त्रीज्यूलाई पनि प्रदर्शनका बारेमा जानकारी गराउनुपर्छ, छलफल गर्नुपर्छ भन्ने लागेको थियो। मैले पहिले नै प्रधानमन्त्रीजीको समय लिएको थिएँ र बैठक सकिसकेपछि लगत्तै हामी केन्द्रीय सुरक्षा समितिको बैठकमा रहेका मानिसहरू हामी बालुवाटार गयौँ। मैले पहिले प्रधानमन्त्रीको समय माग गरेको थिएँ, ल्याएको थिएँ। बालुवाटार जाँदाखेरि काठमाडौँको प्रमुख जिल्ला अधिकारी र काठमाडौँको प्रहरी परिसर प्रमुख 2 जनालाई तपाईहरू भोलिको सुरक्षाको प्रबन्ध हेर्नुस्, मिलाउनुस् भनेर उहाँहरूलाई हामीले यहीँ छोड्यौँ। सिंहदरबारबाट उहाँ बालुवाटार जानु भएन। अरू जति पनि सदस्य हामी थियौँ, हामी सबै बालुवाटार गयौँ र बालुवाटारमा सम्माननीय प्रधानमन्त्रीजीसँग बसेर अनौपचारिक रूपमा छलफल भयो र त्यो छलफलमा पनि आपसमा सुरक्षा निकायहरूले समन्वय गरेर सुरक्षाको उचित प्रबन्ध गर्ने भन्ने नै निष्कर्ष निस्क्यो र त्यो बैठक, अनौपचारिक बैठक सकिने क्रममा प्रधानमन्त्रीजीले पनि र मैले पनि त्यहाँ पनि त्यो कुरा हामीले फेरि भन्यौँ, क्याजुअल्टी नहोस् है, मान्छे हताहती हुनुहुन्न, सुरक्षाको राम्रो प्रबन्ध गर्नु होला र सबै सुरक्षा निकायका बीचमा समन्वय गरेर तपाईहरू अगाडि बढ्नु होला भनेर बालुवाटारमा पनि त्यो भनियो र त्यसपछि सुरक्षाको प्रमुखहरू, प्रतिनिधिहरू हामी त्यही बमोजिम गर्छौँ, भोलिको सुरक्षाको प्रबन्ध गर्छौँ भनेर उहाँहरू निस्किनु भएको। त्यसपछि 23 गते बिहान माइती घरबाट
प्रदर्शन सुरु भयो। माइती घरबाट प्रदर्शन सुरु भइसकेपछि यो प्रदर्शनमा घुसपैठ भयो। जेएनजीले असल भावनाले, राम्रो मनोभावका साथ, राम्रा उद्देश्यका साथ, असल नियतले असल मुद्दाहरू उठाएर प्रदर्शनको आयोजना गर्नुभएको थियो। त्यो प्रदर्शन बानेश्वर पुग्दासम्म त्यो प्रदर्शन हिंसात्मक भयो, उग्र भयो र यसले हिंसात्मक रूप लियो। यसमा घुसपैठ भयो। हामीलाई प्रदर्शन शान्तिपूर्ण हुने विश्वास थियो, तर शान्तिपूर्ण हुन सकेन। प्रदर्शन हिंसात्मक भएको कुरा स्वयं बानेश्वरबाट प्रदर्शनको आयोजकहरू, युवा पुस्ताका भाइ बहिनीहरूले नै हाम्रो आन्दोलन सफल भएको छ, हाम्रो आन्दोलन हाइजेक भयो, अब हिंसात्मक हुँदैछ, उग्र हुँदैछ, त्यसकारण भाइ बहिनीहरू आफ्नो घर फर्किनुस् भनेर उहाँहरूले नै आह्वान गर्नुभयो। र म के आग्रह गर्न चाहन्छु भने आन्दोलन हिंसात्मक बनाइयो र यसलाई चाहिँ त उग्र बनाएको कारणले दुःखद घटना भएको स्थिति रह्यो। त्यसपछि लगत्तै हताहती भयो, मानिसहरूको मृत्यु भयो, धेरै मानिसहरू घाइते हुनुभयो र मैले गृहमन्त्रीको हैसियतले मानिसको हताहती भइसकेपछि म अत्यन्त ज्यादा मर्माहित भएँ। मलाई अत्यन्त ज्यादा पीडा भयो। मैले अघि नै निवेदन गरिसकेँ, लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने एउटा पार्टीको कार्यकर्ता र मुलुकको संविधान, मुलुकको प्रचलित कानुन, नागरिकका सम्पूर्ण मौलिक हक अधिकारहरू, अभिव्यक्तिको स्वतन्त्रता, विचार प्रस्तुतिको स्वतन्त्रता, आलोचना गर्ने स्वतन्त्रता, शान्तिपूर्ण रूपले प्रदर्शन गर्न पाउने हक अधिकार र स्वतन्त्रतालाई रोक्ने, अवरुद्ध गर्ने, कुण्ठित गर्ने कुरा हुन सक्ने भएन, हुने कुरा पनि भएन। आन्दोलन प्रदर्शन हुन्छन्, शान्तिपूर्ण हुन्छ भन्ने विश्वास भइसकेपछि शान्तिपूर्ण रूपले प्रदर्शन गर्न दिइयो। तर मैले अघि नै निवेदन गरेँ, घुसपैठ भयो र अशान्त, उग्र र हिंसात्मक भइसकेपछि म अत्यन्त ज्यादा मर्माहित भएँ र मैले त्यसै दिन, 23 गतेका दिन नै नैतिकताको आधारमा मैले आफ्नो पदबाट राजीनामा गरेँ। किनभने मानिसको मृत्यु भयो, मानिस घाइते भए, मलाई धेरै ज्यादा पीडा भयो र मैले मेरो राजीनामा पत्रमा पनि लेखेको छु, आजको दुःखद घटनाले पीडा भएर म गृहमन्त्रीको पदबाट राजीनामा गर्छु भनेर मैले त्यसै दिन लेखेर मैले राजीनामा गरेको अवस्था। र अर्को कुरा म के आग्रह गर्न चाहन्छु भने मैले त्यसै दिन मेरो पदीय नैतिकताको आधारमा राजीनामा गरेको। गृहमन्त्रीको हैसियतले काम गर्दै जाँदा म के आग्रह गर्न चाहन्छु भने यहाँ बल प्रयोगको पनि कुराहरू उठ्ने गरेको छ। मैले बल प्रयोग गर्ने कुनै आदेश दिएको छैन। गृहमन्त्रीले आदेश दिने कुनै कानुनी व्यवस्था पनि छैन। गृहमन्त्रीले आदेश दिने अभ्यास पनि छैन। आदेश दिनुपर्ने कुनै कारण पनि छैन। कुनै पनि प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कस्तो अवस्थामा बल प्रयोग गर्ने, बल प्रयोग गर्दा त्यसका चरणबद्ध तरिकाहरू कसरी अपनाउने, बल प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा त्यो कानुनले प्रष्ट रूपले पदाधिकारीहरूलाई जिम्मेवारी दिएको छ। स्थानीय प्रशासन ऐनदेखि लिएर विभिन्न कानुनहरूले जिम्मेवारी दिएको छ र प्रहरी, सुरक्षा निकायहरू र स्थानीय प्रशासनले त्यसबारेमा निर्णय गर्ने हो, निष्कर्ष गर्ने हो। तत्कालको अवस्थालाई विश्लेषण गरेर त्यो अवस्थाको वस्तुनिष्ठ
स्थितिलाई हेरेर निर्णय गरेर अगाडि बढ्ने कुरा हो। प्रधानमन्त्रीले वा मन्त्रीले बल प्रयोग गर, यति बल प्रयोग गर, यसरी बल प्रयोग गर, यस्तो गर भनेर भन्ने कानुनी व्यवस्था पनि छैन, त्यो गरिएको पनि छैन, कुनै खालको आदेश दिइएको पनि छैन। म यो कुरा प्रष्ट आग्रह गर्न चाहन्छु र यो कुरा मैले लिखित रूपले पनि मैले आयोगमा पनि आफ्ना यी कुराहरू प्रष्ट रूपले राखिसकेको अवस्था छ। मैले अघि नै भनिसके कति बल प्रयोग गर्ने, कसरी गर्ने, के गर्ने, बल प्रयोग गर्ने या नगर्ने तत्काल त्यहाँ सुरक्षामा खटिएका निकायहरू, कानुनले जिम्मेवारी दिएका पदाधिकारीहरूले निर्धारण गर्ने, निर्केल गर्ने विषय भएको हुनाले त्यो कुरा मन्त्रीले भन्ने, प्रधानमन्त्रीले भन्ने कुरा होइन हो। मन्त्रालयको राजनीतिक नेतृत्व लिएको कारणले म आज पनि भन्न चाहन्छु, अहिले पनि भन्न चाहन्छु, मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने कुनै खालको लिखित मौखिक कुनै आदेश दिएको छैन, दिनुपर्ने कारण छैन, दिनुपर्ने कानुनी व्यवस्था छैन। कति बल प्रयोग गर्ने, कसरी गर्ने, के गर्ने भन्नुपर्ने छैन भनेको छैन, दिएको छैन। तर राजनीतिक नेतृत्व लिएको हुनाले म अत्यन्त ज्यादा पीडित भएर, अत्यन्त ज्यादा मर्माहित भएर मैले पदीय नैतिकताको आधारमा राजीनामा गरेको। अहिले पनि भन्छु, म यति पीडित भए कि मैले चाहिँ त पदीय आधारमा, नैतिकताको आधारमा मैले राजीनामा गरेको। त्यसैले म साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरू पनि मलाई लाग्छ 20-25 वर्षदेखि त कतिपय साथीहरूसँग त हामी सम्पर्कमै छौँ, सम्बन्धमै छौँ, पुरानो साथीहरू, कतिपय नयाँ पत्रकार साथीहरू। संसदमा पटक पटक मैले काम गरेको छु, सरकारहरूमा पटक पटक जिम्मेवारी लिएको छु। तपाईँ हामी धेरै कुरामा सँगै देखिएका छौँ, भेटेका छौँ, हिँडेका छौँ। मैले मान्छेलाई मार भनेर आदेश दिन सक्छु, दिन्छु। त्यस्तो गलत काम, त्यस्तो गलत कर्म मबाट हुन सक्छ, हुन्छ, हुँदैन, हुँदैन। म आयोग के सरकारले गठन गरेको आयोग, संसारको सबैभन्दा ठुलो आयोग जनताको आयोग हो, तपाईहरुको आयोग। जुनसुकै ठाउँमा पनि उभिएर प्रष्ट रूपले भन्छु, भन्न सक्छु, भन्दैछु, अत्यन्त अकल्पनीय, अत्यन्त दुःखद, हृदय विदारक घटना भयो। त्यो दुःखले, त्यो पीडाले मैले नैतिकताको आधारमा राजीनामा दिएँ। तर मैले कुनै आदेश दिनुपर्ने कारण, दिनुपर्ने अवस्था थिएन, छैन। मैले यति निवेदन गरेँ। त्यसपछि मैले राजीनामा गरिसकेपछि 23 गते नै मैले राजीनामा गरेको। अब 24 गतेका दिनमा जुन घटनाहरू भए, राष्ट्रिय अस्तित्व, मुलुकको स्वाभिमान, लोकतन्त्रका विरुद्ध 24 गतेका घटनाहरू भए। हालांकि 24 गते म मन्त्री छैन, तर मैले जानकारी पाएको छु। 24 गतेका जुन घटनाहरू भए, म यो पनि प्रश्न भन्न चाहन्छु कि ती जेनजीका भावना अनुसारका घटनाहरू होइनन्। मुलुकका राष्ट्रका सबैभन्दा महत्त्वपूर्ण अङ्गहरू, कार्यपालिका सिंहदरबार, न्यायपालिका सर्वोच्च अदालत, व्यवस्थापिका संसद, मुलुकको सर्वोच्च संस्था राष्ट्रपति भवन लगायतका राष्ट्रिय धरोहरहरू, हाम्रो संविधानले, लोकतन्त्रले शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तमा विश्वास गर्छ। सेपरेसन अफ पावर अफ ब्यालेन्स एन्ड चेक एन्ड ब्यालेन्स भन्छौँ हामी। शक्ति सन्तुलनको सिद्धान्तमा हामी विश्वास गर्छौँ र शक्ति सन्तुलन भनेको 3 वटा संस्थाका बीचमा हुन्छ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका। ती लोकतन्त्रका जुन प्रतिनिधिमूलक सर्वोच्च संस्थाहरू हुन्, तीनटेका माथि आक्रमण गरिएको छ। यो कुनै नेपाली मनले, सच्चा देशभक्त राष्ट्रप्रेमी
ले गर्ने काम होइन। यो जेनजीको भावना थिएन, यो युवा पुस्ताको भावना होइन। अत्यन्त नियोजित ढङ्गले, अत्यन्त प्रायोजित ढङ्गले, छानिकन सेलेक्टिभ वेमा नेताहरूका आश्रमहरू, नेताहरूका ऐतिहासिक भवनहरू, घरहरू जलाउने कामहरू भए। र मैले अघि नै भनिसकेँ, लोकतन्त्रका विरुद्धमा, राष्ट्रकै विरुद्धमा गतिविधि भएको स्थिति देखा पर्यो। र यदि हामीले यो जेनजीको आन्दोलनले गर्यो भनेर भन्यौँ भने त्यो पनि ठिक हुँदैन। यो जेनजीको जुन भावना छ त्यो असल भावनाका माथि न्याय हुँदैन। त्यसकारण यो घुसपैठबाट यो नियोजित ढङ्गले गरियो भन्ने म आग्रह गर्न चाहन्छु। यो तत्कालको आवेग प्रेरित हो भन्ने पनि मलाई लाग्दैन। यो नियोजित पूर्व योजनापूर्वक गरिएका घटनाहरू देखिएका छन्। म यति आग्रह गर्न चाहन्छु। र मैले भनिसकेँ, जेनजीको असल मनोभावमा घुसपैठ भएको र त्यसको गलत ढङ्गले त्यसलाई प्रयोग गरिएको स्थिति यहाँ देखिएको रह्यो। त्यसो भएको हुनाले यो कुरालाई त्यही ढङ्गले बुझ्न जरुरी छ भन्ने लाग्छ। अर्को विषय, मन्त्रीको मूल जिम्मेवारी भनेको आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा नीतिगत र कानुनी तहमा काम गर्ने कुरा हो। मलाई आयोगबाट पनि एउटा जिज्ञासा राखिएको छ। नीतिगत रूपले सुधार गर्ने कुरा, सुरक्षा निकायहरूको सुधार गर्ने कुरामा के काम भयो, के काम गरियो भनेर मलाई सोधिएको छ। र मैले यहाँ भन्नुपर्छ साथीहरूलाई, मन्त्रीको कामै त्यही हो। मैले गृह मन्त्रालयको जिम्मेवारी पाएर पदभार प्रारम्भ गरेपछि, ग्रहण गरेपछि मैले गृह मन्त्रालयको मुख्य प्राथमिकता नीतिगत र कानुनी सुधार भनेर मैले नारा नै दिएँ। नीतिगत र कानुनी सुधार मेरो पहिलो प्राथमिकता हो भनेर मैले आग्रह गरेको छु, प्रतिबद्धता व्यक्त गरेको छु। हो, सुरक्षा निकायलाई व्यावसायिक बनाउन, सबल बनाउन, प्रभावकारी बनाउन, क्षमता र दक्षता युक्त बनाउनका लागि महत्त्वपूर्ण कामहरू मैले अगाडि बढाएको थिएँ। उदाहरणका लागि नेपाल प्रहरी ऐन, हाम्रो देशमा 2012 सालको नेपाल प्रहरी ऐन अहिले पनि कार्यान्वयनमा छ। 2012 सालमा बनेको, 70 वर्ष पहिला बनेको कानुन अहिलेसम्म अर्को कानुन बनेन। मैले सबैभन्दा पहिला मन्त्रालयमा प्रवेश गरिसकेपछि नेपाल प्रहरीको दक्षता क्षमता अभिवृद्धि गर्न र यसलाई प्रभावकारी र एउटा असल सङ्गठन निर्माण गर्नका लागि समयानुकूल रूपले नयाँ कानुन बनाउनु पर्छ भन्ने कुरालाई अगाडि बढाए। 2012 सालको कानुन छ, नयाँ कानुन बनेको छैन। नेपाल प्रहरी जस्तो महत्त्वपूर्ण सङ्गठनलाई नियमले सञ्चालन गर्ने गरेको छ। नियमले प्रहरी सङ्गठन अत्यन्त अस्थिर भएको अवस्था देखियो। र म मन्त्री भइसकेपछि नेपाल प्रहरी सम्बन्धी नयाँ ऐन बनाउनका लागि नेपाल प्रहरी विधेयक संसदमा दर्ता गर्ने काम भयो, मस्यौदा गर्ने काम भयो, संसदमा दर्ता गर्ने काम भयो। संसदको प्रक्रिया पार गरेर नेपाल प्रहरी सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा पुगिसकेको थियो र राज्य व्यवस्था समितिमा छलफल भइरहेको थियो। र त्यो 23 गतेको दिन बिहान पनि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले मलाई नेपाल प्रहरी सम्बन्धी विधेयकमै छलफल गर्नका लागि बोलाएको थियो र म त्यो छलफलमा थिएँ। मैले चाहेको थिएँ त्यही सदनबाट, त्यही हाउसबाट नेपाल प्रहरी सम्बन्धी नयाँ कानुन ऐन आउन सकोस् भन्ने चाहेको थिएँ, जसले नेपाल प्रहरीलाई स्थिर, प्रभावकारी, व्यावसायिक, क्षमता र दक्षतायुक्त बनाउन सकियोस् र एउटा स्थिर सङ्गठनका रूपमा यसलाई अगाडि बढ्न सकियोस् भन्ने चाहना थियो। त्यो हामीले नीतिगत सुधार अगाडि बढायौँ। सशस्त्र प्रहरी बल नेपालको ऐन 2058 सालमा बनेको थियो, अर्को कानुन बनेको थिएन। सशस्त्र प्रहरी बल नेपालको ऐनलाई पनि तदनुरूप नयाँ कानुन बनाउनका लागि विधेयक ड्राफ्ट गरेर संसदमा प्रस्तुत गरेर त्यो पनि राज्य व्यवस्था समितिमा पुगिसकेका थियो र छलफलमै थियो। त्यो नीतिगत सुधारको पाटो हामीले अगाडि बढाएका थियौँ।
यसका सँगसँगै हामीले गृह मन्त्रालयले तत्कालीन अवस्थामा नेपालमा विभिन्न छिमेकी मुलुकहरू, विभिन्न मित्र राष्ट्रहरू, दात्री संस्थाहरूबाट सहयोग रकमहरू आउने गर्छ र खास गरेर गैर सरकारी संस्थाहरूबाट नेपालमा गैर सरकारी क्षेत्रमा अनुदानहरू, सहयोगहरू आउने गर्छ। तर हामीसँग अहिलेसम्म विदेशको कुन संस्थाबाट कति रकम आएको छ, नेपालको कुन एनजिओमा आएको छ, के प्रयोजनका लागि आएको छ, कति आएको छ र त्यसको उपादेयता के भएको छ, त्यसले देश र जनतालाई के लाभ पुगेको छ भन्ने कुराको अध्ययन गर्ने, त्यसलाई व्यवस्थित गर्ने हामीसँग प्रष्ट कानुनी व्यवस्था छैन। के कानुनहरू छन् ती यति पुराना छन् कि अहिलेको समयमा तिनले ठिक ढङ्गले काम गर्न सकिरहेका छैन। त्यसो भए हुनाले गृह मन्त्रालयले म मन्त्री भइसकेपछि हामीले 77 जिल्लाबाट प्रत्येक जिल्लामा कति संस्थाहरूले काम गरिरहेछ, कुन कुन पैसा कुन कुन संस्थाबाट आएको छ, के प्रयोजनका लागि आएको छ, त्यसको खर्च के भइरहेछ, कस्तो भइरहेछ भन्ने कुराको अध्ययन गर्न लगायौँ र त्यसै अनुसार नयाँ कानुन बनाउने गरेर त्यो विधेयक पनि मन्त्रालयमा अन्तिम चरणमा पुगिसकेका थियो। त्यसका साथसाथै नागरिकता सम्बन्धी कानुनलाई संशोधन गरेर आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरियो र सँगसँगै नीतिगत र कानुनी सुधार गर्नका लागि गृह मन्त्रालय मार्फतका निकायहरू जस्तो कारागार व्यवस्थापनको विषय, राष्ट्रिय परिचय पत्र व्यवस्थापनको विषय, अध्यागमनको विषय, स्थानीय शान्ति सुरक्षासँग सम्बन्धित विषय लगायतका विषयहरूमा गृह मन्त्रालयसँग सम्बन्धित विषयहरूमा नीतिगत र कानुनी सुधार गर्ने कुरा हामीले अगाडि बढाएका थियौँ। म साथीहरूलाई खालि स्मरणका लागि आग्रह गर्न चाहन्छु, किनभने मलाई नीतिगत रूपले के सुधार गरियो, सुशासनका लागि के काम गरियो भन्ने पनि प्रश्न भएको हुनाले यी कामहरू गरेर म गृहमन्त्री भएको बेलामा नेपाल सरकारको कार्य प्रगति मूल्याङ्कन गर्ने जुन मापनका यन्त्रहरू छन्, मापदण्डहरू छन्, जसलाई हामी माइलस्टोन भन्छौँ, त्यो माइलस्टोनमा एक वर्षमा म 14 महिना गृहमन्त्री भएको छु झन्डै, त्यो एक वर्षको अवधिमा नेपाल सरकारको सबैभन्दा बढ्ता माइलस्टोनमा अङ्क प्राप्त गरेर गृह मन्त्रालय पहिलो मन्त्रालय भएको, त्यो नीतिगत र कानुनी सुधारका कारणले। र यो एक वर्षमा त पहिलो मन्त्रालय भएकै हो, गएको विगतको केही वर्ष यताकै सबभन्दा राम्रो प्रगति देखिएको अवस्था हो। त्यो किन गरिएको हो त भन्दा मुलुकमा शान्ति सुरक्षा कायम हुन सकोस्, विधिको शासन कायम हुन सकोस् र सुशासनको प्रत्याभूति हुन सकोस् भनेर, नागरिकलाई सहज रूपले सेवा प्रदान गर्न सकियोस् भनेर हामीले धेरै दुर्गम क्षेत्रहरूमा, धेरै दुर्गम ठाउँहरूमा, दुर्गम जिल्लाका पनि अत्यन्त दुर्गम ठाउँहरूमा स्थानीय इलाका प्रशासन कार्यालयहरू स्थापना गरेर सेवा प्रवाहलाई पनि बढाउने लगायतका कामहरू हामीले गरिराखेका थियौँ। मैले यति मात्रै आग्रह गर्न चाहन्छु, यो चाहिँ त सबै गुड गभर्नेन्सका लागि, सुशासनका लागि र प्रहरीका सङ्गठनहरूलाई व्यावसायिक, सबल, सक्षम र दक्ष बनाउनका लागि गरिएका कुराहरू थिए र ती प्रगतिहरू पनि अहिले रोकिएको अवस्था छ। मैले यति मात्रै आग्रह गर्न चाहन्छु। व्यक्तिगत कुराको बारेमा पनि के जिज्ञासाहरू छन्, व्यक्तिगत के क्षति भयो, कसो भयो, तपाईँले रिपोर्ट दिनुभएको छ कि छैन, त्यो रिपोर्टमा कारबाही भएको छ कि छैन भन्ने पनि आयोगको पनि जिज्ञासा छ, त्यसमा पनि प्रश्नहरू छन्। अब देशमै धेरै ठुलो क्षति भएको छ, व्यक्तिगत रूपले मेरो पनि क्षति भएको छ। महेन्द्रनगरको 2टा घरहरू जलेर नष्ट भएका छन्। काठमाडौँमा घर चाहिँ त बस्नै नसक्ने गरेर जलेर नष्ट भएको छ, ध्वस्त भएको छ मेरो व्यक्तिगत रूपमा। त्यसका साथसाथै मेरो आमा सिकिस्त बिरामी हुनुहुन्थ्यो, एकछिनमा अक्सिजन दिनुपर्ने अवस्थामा आमा हुनुहुन्थ्यो। 24 गतेको दिनमा प्रदर्शनकारीहरूको आक्रमणबाट आमालाई जोगाउनु पर्यो, बिना अक्सिजन नै आमालाई केही समय राख्नु पर्यो, बिना अक्सिजन नै आमालाई अस्पताल पुर्याउनु पर्यो। त्यसले आमाको लङ्समा
निमोनिया सुरु भएर केही दिनपछि आमा दिवंगत हुनुभयो। मैले परिवारको सदस्य पनि गुमाएँ। घरहरूको भौतिक क्षतिको कुरा मैले निवेदन गरिहालेँ र त्योभन्दा ठुलो क्षति मैले अर्को पनि बेहोरेको छु। तपाईहरुलाई थाहा छ, मैले सशस्त्र द्वन्द्वको बेलामा सशस्त्र द्वन्द्वपछि 62-63 सालमा तत्कालीन माओवादी र तत्कालीन नेपाल सरकार 7 दलको सरकार थियो। माओवादीले 10 वर्ष माओवादीसँग सशस्त्र द्वन्द्व भयो। शान्ति वार्तामा मैले वार्ता समितिको सदस्यका रूपमा काम गरेँ। त्यो वार्ता समितिको सदस्यको रूपमा काम गर्ने क्रममा औपचारिक अनौपचारिक रूपले भएका छलफलहरू, त्यसका सम्पूर्ण टिपोटहरू विस्तृत रूपमा मैले एक एक कुरा लेखेर राखेका थिएँ र शान्ति वार्तासँग सम्बन्धित विस्तृत शान्ति सम्झौता बनाउँदाको कुरा होस् या माओवादी लडाकुहरू र उनको हतियारको व्यवस्थापनको सवाल होस् या त्यसका माथि अनुगमन गर्ने संयन्त्र प्रविधि र प्रक्रियाहरूका सवाल हुन्, यो सबै दस्तावेजहरू, सबै सहमतिहरू, सम्झौताहरू तयार गर्ने क्रममा सङ्कलित सम्पूर्ण जानकारीहरू, टिपोटहरू र अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक दस्तावेजहरूको एक सङ्कलन थियो मसँग। त्यो जलेर नष्ट भयो। अन्तरिम संविधान 2063 निर्माण गर्दा म त्यसमा पनि संलग्न थिएँ। त्यसका पनि व्यापक दस्तावेजहरू र अहिलेको संविधान निर्माणको क्रममा पनि म दुईटै संविधान सभामा सदस्य भएर संविधान सभाका महत्त्वपूर्ण समितिहरूमा बसेर काम गर्ने अवसर पाएँ। त्यसका टिपोटहरू, त्यसका सङ्कलनहरू, त्यसका दस्तावेजहरूका सँगसँगै झन्डै 5000 जति पुस्तकहरूको सङ्कलन थियो, ऐतिहासिक दस्तावेजहरूको सङ्कलन थियो। त्यो पनि सबै मेरो ध्वस्त भएको छ। तर मैले यो कुरो मेरो हानि भयो, नुक्सानी भयो भनेर भन्नका लागि साथीहरूलाई आग्रह गरिराखेका होइन। मलाई चाहिँ त आयोगबाट पनि जिज्ञासा भएको छ, तिम्रो क्षति भएको कति छ अनि त्यो क्षतिको रिपोर्ट गरेका छ कि छैन, त्यसमा कारबाही भएको छ कि छैन भन्ने जिज्ञासा भएको हुनाले मात्रै मैले आग्रह गरेको। मैले मेरो आफ्नो व्यक्तिगत क्षति जुन पनि मैले क्षति भने त्यो क्षतिलाई मैले गौण ठानेको छु, किनभने राष्ट्रिय क्षति नै यत्रो भएको छ कि मेरो व्यक्तिगत क्षतिको कुनै अर्थ छैन। त्यसकारण मैले आफ्नो क्षतिलाई मैले क्षतिका रूपमा मानेर मेरो ठुलै क्षति भयो भन्न खोजेको बिल्कुल होइन। राष्ट्रका भौतिक संरचनाहरू ध्वस्त भएका छन्, धेरै ठुलो मानवीय क्षति भएको छ, मानिसहरूको मैले अघि नै भनिसकेँ मृत्यु भएको छ। सरकारी कार्यालयहरू, प्रहरीका कार्यालयहरू, उद्योगी उद्योग व्यापारका प्रतिष्ठानहरू, कार्यालयहरू, मानिसहरूका व्यक्तिगत घरहरू, राष्ट्रपति भवनदेखि संसददेखि सर्वोच्च अदालत र सिंहदरबारको कुरा गरिसके। यत्रो ठुलो क्षति र यत्रो ठुलो राष्ट्रिय भौतिक क्षति र मानवीय क्षति भएको विषयलाई मैले मेरो क्षति बिल्कुलै गौण हो, नगण्य हो, के पनि होइन, मैले त्यसलाई कुनै क्षतिको रूपमा लिएको छैन। खालि यो जिज्ञासा उठेको हुनाले मात्रै मैले आग्रह गर्न खोजेको। मैले यति निवेदन गरेँ। यसका सँगसँगै एक दुईवटा अरू विषय जुन मैले आज आयोगलाई लिखित रूपमा दिएको छु त्यसका बारेमा निवेदन गरेर म साथीहरूलाई धन्यवाद भन्न चाहूँला। एउटा विषय यो स्थानहदको विषय छ। आजभन्दा झन्डै 3 महिना पहिला म लगायत के मानिसहरूलाई आयोगको सिफारिसमा नेपाल सरकारले स्थानहद गरेको छ, काठमाडौँ उपत्यकाभन्दा बाहिर जान नदिने निर्णय गरेको छ भनेर मैले सञ्चार माध्यमबाट थाहा पाएँ। त्यसकारण मैले यति कुरो आयोगलाई पनि निवेदन गरेको छु, लेखेर पनि निवेदन दिएको छु, भनेको छु, अनुरोध गरेको छु र म साथीहरूलाई पनि भन्न चाहन्छु। मैले बडो दुःखको साथ भनिराखेको छु। मेरा बारेमा स्थानहद गर्ने निर्णय गर्नुभन्दा पहिला या मेरा बारेमा स्थानहदको निर्णय गरिसकेपछि मलाई कुनै जानकारी छैन। सञ्चार माध्यमबाट मैले थाहा पाएँ। मलाई के लागेको थियो भने ठिकै छ, कानुन बमोजिम गर्ने कुरा राज्यले गर्न पाउँछ, सरकारले गर्न पाउँछ। मैले अघि नै भने म कानुन मान्ने नागरिक हो। म कानुन मान्ने मात्रै होइन, मेरा माथि प्रश्न उठ्यो भने त्यो प्रश्नको जवाब दिनुपर्छ भन्ने पार्टीको कार्यकर्ता हो। लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरूसँग कहिल्यै सम्झौता नगर्ने पार्टीको
र ती कुराहरूलाई अक्षरशः पालन गर्ने कार्यकर्ता हो। त्यसकारण कानुन बमोजिम हुने कुरा गर्न मिल्ने कुरा गर्दा हुन्छ, त्यसमा कुनै आपत्ति भएन। तर कुनै व्यक्तिका बारेमा स्थानहदको निर्णय गर्नुपर्दा संविधानले, मुलुकको कुन कानुनले, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद गर्नु परेको सोध्नुपर्छ कि पर्दैन, अथवा जानकारी दिनुपर्छ कि पर्दैन। अनि स्थानहद गरिसकेपछि यो कारणले, यो प्रयोजनका लागि, यति अवधिका लागि यो प्रक्रिया अनुसार तपाईँको स्थानहद गरिएको हो भनेर भन्नुपर्छ कि पर्दैन। हामीले एउटा भन्ने गर्छौँ फेयर ड्यू प्रोसेस अफ ल, कानुनको मान्य प्रक्रिया अनुसार र फेयर हियरिङ भन्छ हामी, उचित स्वस्थ सुनवाईको पद्धति मार्फत कुनै पनि निर्णय गरिनुपर्छ। तर त्यो मेरो लागि लागू भएन। अब त्यो स्थानहद कायम छ कि छैन त्यो पनि मलाई थाहा छैन। अरू कति अवधिसम्म त्यो रहने हो मलाई थाहा छैन। मैले पढेको कानुनले स्थानहद प्रमुख जिल्ला अधिकारीले निर्णय गर्नुपर्छ, सम्बन्धित मान्छेलाई त्यसको जानकारी दिनुपर्छ, 1 महिनाको अवधि बितेपछि फेरि निर्णय गर्नुपर्छ, 3 महिनाभन्दा बढी त्यो रहनै सक्दैन भन्ने मैले बुझेको छु कानुनमा। अब कुन कानुनले भाव थाहा नभएपछि कुन कानुनको कुरा गर्नु। त्यसकारण यसका बारेमा पनि मैले आयोगलाई निवेदन गरेको छु। त्यसरी नै पासपोर्ट रोक्काको पनि कुरा आएको छ। पासपोर्ट रोक्का किन गरियो, कसो गरियो, मसँग त पासपोर्टै छैन, मैले भनिहालेँ, मसँग कुनै दस्तावेज छैन, सबै जलेर नष्ट भएको छ। त्यसकारण मेरो पासपोर्ट जलेर नष्ट भएको छ, त्यो बेग्लै कुरा भयो। अनि पासपोर्ट चाहिँ त रोक्का गरिया छ अरे भन्ने कुरा सुन्छु। किन रोक्का गर्यो त्यो पनि मलाई थाहा छैन। कति अवधिका लागि हो थाहा छैन, के प्रयोजनका लागि हो थाहा छैन, कुन ऐन कानुन लियो त्यो पनि थाहा छैन। भने मेरो खाली आग्रह के हो भने यसतर्फ मैले भनिहालेँ ड्यू प्रोसेस अफ फेयर हियरिङका कुरा हुन्छन्, ड्यू प्रोसेस अफ लका कुराहरू हुन्छन्। यतातर्फ म सरकारको पनि र आयोगको पनि गम्भीर रूपले ध्यान आकृष्ट गर्न चाहन्छु भनेर मैले लेखेको छु। त्यो कुरा पनि मैले आयोगलाई निवेदन गरेको छु। अन्तमा म के आग्रह गर्न चाहन्छु भने म पनि 17-18 वर्षको उमेरदेखि कुनै न कुनै रूपले लोकतान्त्रिक आन्दोलनमा सक्रिय छु। 17-18 वर्षको उमेरदेखि र मैले राष्ट्रियता, लोकतन्त्र, विधिको शासन, आधारभूत मौलिक हक अधिकारहरू, मानिसका सम्मानपूर्वक बाँच्न पाउने, अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुन पाउने, प्रदर्शन गर्न पाउने, आलोचना गर्न पाउने, बहुलवादी समाज निर्माण गर्न पाउने र त्यसअनुसार आफू अनुसरण गर्न पाउने, हिँड्न पाउने लगायतका जति पनि मानव अधिकार लगायतका जति पनि आधारभूत मौलिक हकहरू छन्, अधिकारहरू छन्, व्यक्तिका स्वतन्त्रताहरू छन्, तीसँग कहिले मैले सम्झौता गरेका छैन। भ्रष्टाचारका विरुद्धमा, सुशासनका विरुद्धमा हमेसा आवाज उठाएको छु, काम गरेको छु। त्यसो भएको हुनाले यी मान्यताहरू, राष्ट्रियता, लोकतन्त्र, विधिको शासन, मानिसका मौलिक हक अधिकारहरू, मानिसका मानव अधिकारहरूको संरक्षणका निमित्त म जस्तो सुकै प्रतिकूल अवस्थामा पनि अडिग रहनेछु, उभिरहनेछु, प्रतिबद्ध रहनेछु। म यति आग्रह गर्न चाहन्छु। म कहिले विचलित हुने छैन र आयोगलाई पनि मैले निवेदन गरेको छु कि आयोगले भाद्र 22 र 23 र 24 गते भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक, पूर्वाग्रह रहित ढङ्गले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर अत्यन्त सूक्ष्म ढङ्गले अध्ययन गरेर आफ्नो प्रतिवेदन तयार गरोस्, सरकारलाई सिफारिस गरोस् र यसले वर्तमानका लागि पनि र भविष्यका लागि पनि र आउने सन्ततिलाई पनि एउटा दिशा निर्देश हुने गरेर आयोग अगाडि बढ्न सकोस् भन्ने म आयोगलाई पनि शुभकामना दिन चाहन्छु। म भर्खरै आफ्नो कुराहरू लिखित रूपमा पनि दिएर आएको छु र मैले आयोगलाई अझ आवश्यकता पर्यो भने मलाई बोलाउनु होला भने अझ थप के बुझ्नुपर्ने भयो, थप के सुन्नुपर्ने भयो, थप मैले के भन्नुपर्ने भयो भन्यो भने
मलाई बोलाउनु होला, म आउँछु। किनभने म जवाबदेहितामा विश्वास गर्छु, जवाब दिनुपर्छ भन्ने कुरामा विश्वास गर्छु। त्यसकारण मलाई कुनै ठाउँमा पनि जान कुनै खालको हिचकिचाहट छैन, कुनै खालको समस्या छैन। म जान्छु, प्रश्न उठ्छन्, प्रश्नको जवाब दिनुपर्छ। यहाँ पनि जवाब दिइराखेको छु। आयोगमा पनि चाहिँ त मैले आफ्ना आग्रहहरू, आफ्ना कुराहरू राखेको छु। मैले यति साथीहरूसँग निवेदन गरेँ। साथीहरूलाई धेरै धेरै धन्यवाद छ। अहिलेका लागि यति नै कुराहरू हुन्। अरू केही कुरा भयो भने पछि फेरि भेटौँला। साथीहरूलाई धेरै धेरै धन्यवाद। जय नेपाल। प्रधानमन्त्रीले नै आदेश दिएको छैन भन्नुहुन्छ, हजुरले पनि आदेश दिएको छैन भन्नुहुन्छ। आदेश चाहिँ कसले दियो त? प्रहरीले मनमानी गरेको देशमा प्रहरीले आफै गोली चलाएको हो, कसैको आदेश बिना त्यो त गर्न पाउँदैन। तपाईँहरू मन्त्री नेताले आदेश दिनु भन्नुभयो, के थियो त्यसमा? मैले अघि पनि भनिसकेँ, मैले मेरो बारेमा अघि पनि प्रष्ट रूपले भनिसकेँ। मन्त्रीले कति बल प्रयोग गर्ने, कसरी बल प्रयोग गर्ने, कहाँनिर बल प्रयोग गर्ने, कुन बल प्रयोग गर्ने भन्ने कुरा आदेश दिने मन्त्रीको कुनै कानुनले पनि मन्त्रीको जिम्मेवारी हुँदैन, छैन। नम्बर 1। नम्बर दोस्रो कुरा, मैले आदेश दिने प्रश्न नै उठ्दैन, मैले दिएको छैन। मैले त्यो कुरा निवेदन गरिसकेँ। अब जे कुरा हो त्यही कुरा त भन्नु पर्यो नि त। एउटा कुरा चाहिँ जस्तो स्थानीय प्रशासन ऐन 2028 को दफा 6 को क र ख मा प्रष्ट व्यवस्था छ। त्यो अवस्थामा कसरी गोली चलाउनलाई आदेश दिने, यहाँले पनि भन्नुभयो, हजुर त अब कानुनको विद्यार्थी पनि हुनुहुन्छ, त्यसका प्रोटोकलहरू छन्। ती कुराहरू उल्लेख भएको चाहिँ मेडिकल रिपोर्टहरूबाट, पोस्टमार्टम रिपोर्टहरूबाट, चिकित्सकहरूबाट देखिएको छैन भनेपछि त्यसको प्रमुख अधिकार त सिडिओलाई नै हुन्छ, प्रमुख जिल्लाधिकारीलाई। भनेपछि यहाँको सङ्केत भनेको सिडिओ साथतिर हो कि अथवा के हो, त्यो प्रश्न पाउँदैन। मैले कतै पनि सङ्केत गरेको छैन। मैले भनिसकेँ, मन्त्रीले बल प्रयोग गर्ने बारेमा कति बल प्रयोग गर्ने, कसरी गर्ने, कहाँनिर गर्ने, गर्ने कि नगर्ने त्यो मन्त्रीलाई ज्ञान हुन्छ। त्यो बारेमा मन्त्री त्यसको विज्ञ हुन्छ। कुनै कानुनले व्यवस्था गरेको छ अथवा मन्त्रीले आदेश गरेको हो भनेर कुनै ठाउँबाट देखिएको छैन। मैले अघि नै भनिसकेँ, मन्त्रीले आदेश गर्ने कुरा पनि होइन, गरेको पनि छैन। धन्यवाद। जोस यसमा एउटा अन्तिममा कम्तीमा त्यो बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीको उत्साहमा लाग्नु भएन, बयान दिनुभयो, यो अत्यन्तै राम्रो कुरो भयो। उहाँ चाहिँ नै म दिन्न बयान भनिराख्नु भएको छ। तपाईँले म बयान दिन दिन्छु अहिले पनि भर्खरै भन्नुभयो, जवाफदेहिता चाहिँ नै मा विश्वास गर्छु, जवाफ दिनुपर्छ भन्ने लाग्छ मलाई, त्यही भएर जवाफदेही भनेर भन्नुभयो। तर तपाईँले चाहिँ नि बयान दिन जान्छु भन्नुभन्दा अगाडि तपाईँप्रति खासै त्यो किसिमको टिप्पणी थिएन। तर पूर्व प्रधानमन्त्री, त्यो बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले नै के भन्नुभयो भने यो जवाफदेहिता त, यो जिम्मेवारी त त्यो बेलाका गृहमन्त्रीको हो भनेर उहाँले नै भन्नुभयो। यसप्रति चाहिँ तपाईँको सुई चाहिँ हजुरप्रति तेर्स्याउनु भएको छ। एउटा अन्तर्वार्ता मैले जवाब दिइहालेँ नि, मैले जवाब दिइहालेँ। फेरि अझै एकचोटि भन्दैछु, आयोगलाई पनि म भर्खर निवेदन गरेर आएको छु। अझ मलाई बोलाउनु पर्यो भने बोलाइहाल्नु होला है भनिएको छु। तपाईँको प्रधानमन्त्रीलाई नि भन्नुभयो। अनि हजुरहरूले पनि मैले चाहिँ त जुन दिन जवाब दिनुपर्ने हुन्छ म जवाब दिन्छु। मैले अघि नै भनिसकेँ, प्रारम्भमै भने लोकतन्त्रको आधारभूत मूल्य मान्यता भनेको जवाबदेहिता हो, प्रश्न उठाउने पाउने हो। लोकतन्त्र किन चाहिएको? लोकतन्त्र किन चाहिएको हो भने सार्वजनिक पदमा बसेको मानिसलाई प्रश्न गर्न पाइन्छ र त्यसको प्रश्नको जवाब दिनुपर्छ। त्यसलाई हामीले जवाबदेहिता भन्छौँ। उत्तरदायित्व भनेको के हो? हामी भन्छौँ नि उत्तरदायी सरकार हुनुपर्छ, उत्तरदायी मन्त्री हुनुपर्छ, उत्तरदायी व्यवस्था हुनुपर्छ, लोकतन्त्र हुनुपर्छ। उत्तरदायी भनेको के? उत्तर दिने। के को उत्तर दिने? प्रश्नको उत्तर दिने। प्रश्न उठेपछि उत्तर दिनुपर्छ। त्यसकारण मैले उत्तर दिएको छु। यहाँले प्रश्न गर्नुभयो, तिमीले आदेश दिएको हो भनेर मैले उत्तर दिएँ होइन। तपाईँले प्रश्न गर्नुभयो, राजीनामा दिएको हो, मैले भने पदीय नैतिकताका आधारमा राजीनामा दिएको हो। किनभने त्यो घटनासँग मर्माहित भए, मलाई पीडा भयो, दुःख भयो र एउटा गृहमन्त्रीको हैसियतले गृहमन्त्रीको जिम्मेवारीमा बसिसकेपछि त्यत्रो ठुलो हृदय विदारक घटना भएपछि मलाई पीडा भयो। मैले पदीय नैतिकताको आधारमा राजीनामा दिएँ, त्यस गति नै दिएको। अहिले पनि भन्दैछु, नैतिकताको आधारमा, पदीय नैतिकताको आधारमा राजीनामा दिएको।
त्यसकारण जवाब दिनुपर्छ भनेर नै यहाँ पनि उभिएको छु, जवाब दिनुपर्छ भनेर नै आयोगमा गएको छु। र यो प्रश्नको मात्रै होइन, यो विषयको मात्रै होइन। म के आग्रह गर्न चाहन्छु भने मेरामाथि जति पनि प्रश्नहरू उठ्छन्, मेरामाथि जति पनि विषयहरू उठ्छन् त्यसका बारेमा मैले जवाब दिनुपर्छ, म जवाब दिन्छु। धन्यवाद। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले